पुग्न पर्ने गन्तव्य यहाँ अन्त्य थियो खासमा मदिराको नसाले उडाउँदै थियो आकाशमा यताउति हेर्दाखेरि थियौँ हामी घाटमा काम्न थाल्यो शरीर अतालियो हाम्रो आत्मा अब परियो पिरमा के होला तकदिरमा कोही देख्यो जस्तो लाग्यो पारिपट्टि भिरमा भयो अलपत्र भोगियो धेरै कष्ट छोरो मान्छे परियो कसरी पछि हट्छ लगाई सेतो वस्त्र सजिएकी सुन्दर नारी देख्दा हामी मस्त मसालो हेराई उनको नाक बेली चाल हेर्दाखेरि परी जस्ती फिगर बबाल भन्थे बुढा पाखाले बाँच्न मात्र पर्छ के देखिन्छ यो आँखाले चट्ट हेर्दा परी जस्तै सुन्दरताले भरिए कि के गर्दैछौ यति राति कि त छन् कोही तिम्रो साथी भनेर सोद्धा हेर्दा लाग्छ दुःख पाकी चारैतिर ठक्कर खाकी मनमा मेरो दया जागी साथ दिन खोज्दा एक्कासी आँखा पुग्यो त्यो केटीको पाउमा फसाउन मन थियो पिरतीको दाउमा पुकार्न थाले मैले शिवजीको नाउँमा जय हनुमान बाबा एकचोटि आउ न कहाली लाग्दो यो घाटमा मलाई बचाउन मैले पुज्ने भगवान तिमी आज जो गाउन पैताला रहेछ घुमेको न त जुत्ता उनेको यस्तै हुन्छ रे किस्कण्डी मैले कतै सुनेको किन होला आज हामीले गलत बाटो चुनेको छन्डे किस्कण्डीसँग पो माया जाल बुनेको के गर्ने कसो गर्ने परियो दोधारमा मान्छे हामी मारा थियौँ आफै पर्यौँ मारमा आजको रात जसो तसो पुग्न पाए घरमा म बिर्सेर नि आउँदिन यो घाटको बगरमा नजरमा परेकी ती सुन्दर कन्या थाहा थिएन हामीलाई ऊ किस्कण्डी भन्ने पुनर्जन्म दियो तिमीले हे प्रभु धन्य फेरि पनि बाँच्न पायो मेरो जीवनले यहाँ मनै सोच्दै कता पर्छ सोझो बाटो भनेर खोज्दै दौडिन थाल्यो हामी पारी भिरको बाटो सम्झिदानी जान्छ सातो पीरको पाटो यस्तो छेड बित्नुमा मदिराको हात हो यस्तो छेड बित्नुमा मदिराको हात हो यस्तो छेड बित्नुमा मदिराको हात हो